हामी नरसिंहधाम पुग्न लागेका छौँ हामी। सबै आमा बुवा दिदी भाइ दाजुबहिनीहरू सबै यताबाट आउँदै हुनुहुन्छ। सर्टकट बाटो पक्रेको हामीले अहिले भर्खरै, नत्र पिच बाटो हिँड्नुपर्ने थियो। पिच अलि तातो, यस्तो गर्मी छ यहाँ, यति गर्मी छ। मध्ये 12 बजेको घाम, त्यहाँमाथि जेठ महिनाको, त्यसपछि टार। रामदाई आमा तपाईँ त के हो हजुर? हो हिँड्दा होइन वहीँ माथि नै रोक्दै गाडी जाममा परेर वहीँ माथि नै छ। 1 घन्टा जति बेसी भइसक्यो हिँडेको। आधा घन्टा लाग्छ तलबाट उसा पुग्छ, तर दोबारमा गएर मुक्नु पर्यो, नआउनु पर्यो, चार लाग्छ। 1 घन्टा भन्दा पनि बेसी हिँडिसक्यो। अझ छ नि त्यत्रो जानु बाँकी छ। ठिक छ ल। अलि जोखिम छ बाटो, हिँड्नु बिस्तारै। फेरि यहाँ चिप्ल्यो भने फेरि हेर्नु, बाटो चिप्ल्यो भने त उहाँ फेरि हेर्नु आमा तलै छ। जति कष्ट गरेर देवी देवताको दर्शन गर्यो त्यति नै फल मिल्छ भन्ने आस्था त हो नि। बरु बिस्तारै हिँड्नु पर्यो। नरसिंहधाम, धादिङको नरसिंहधाम सल्यान टारदेखि हिँडेर आइयो। लगभग 2 घन्टा जति लाग्ने रहेछ। गाडी जाम भएर हिँड्न नसक्ने बाटो, भिड त्यत्तिकै, जाम त्यत्तिकै। त्यहाँमाथि शनिबार, त्यहाँमाथि जेठको घाम, त्यहाँमाथि 12 बजे मध्याहको घाम। हिँड्नलाई ठाउँ छैन।